मेरो हातमा चाहिँ 100 वटा भन्दा बढी खुर्सानीको बिरुवा छ र यो सबै बिरुवा म आज एक्लैले लगाउन लागेको। त्यही भएर हातमा औजार सौजार लिएर म चाहिँ यो सबै बाँझोबारी खन्नको लागि सुरु गर्न लागे। अनि 200 को स्पिडमा औजार चलाइदिएको। एकैछिनमा बाँझो चाहिँ खनेर सकियो। त्यसपछि त्यो बाँझो माथि मल यस्तो तरिकाले पाँच्न लागे। मल पाँचेर बारीमा कालै बनाइसकेपछि फेरि त्यो मल पुर्नको लागि एकचोटि सर्र खनेर सम्मै बनाइदिए। त्यसपछि चाहिँ बारीमा हल्का फुल्का रहेको झारहरू टिपेर सम्म बनाएर यस्तो तरिकाले ड्याङ बनाउन लागे खुर्सानी लगाउनको लागि। ड्याङ बनाइसकेपछि त्यो माथि चाहिँ यस्तो तरिकाले प्लास्टिक छाप्न लागे। अब प्लास्टिक नछाप्ने भने त अमेजनको जंगलै जस्तो हुन्छ नि झाराएर। प्लास्टिक छापेर सकिसकेपछि प्लास्टिक माथि यस्तरी पुवाल बनाउन लागे, किनकि खुर्सानी सार्ने भनेकै यही पुवालमा हो। पुवाल बनाइसकेपछि त्यो पुवाल माथि चाहिँ यस्तो तरिकाले खुर्सानी सार्न लागे। केही समय खुर्सानी सारिसकेपछि खुर्सानी सार्ने काम पनि सकियो। अघि बिरुवा सार्ने बेला त उज्यालै भए जस्तो लागेको थियो। यता पानी हाल्ने बेला त जुन त उदै सकेछ नि। पानी सानी हालेर सकेर चट्ट लाएर हातमुख धोएर म चाहिँ यता मिठो मिठो खाजा खान लागे। सो आजको लागि यति नै। हस्त हजुरको पल शुभ रहोस्। जय नेपाल।